हेलो गाइज, वेलकम बैक टु माई अनदर ब्लग। आज चाहिँ खतरा हुँदैछ है, बवाल। आज जाँदैछौँ हामी लतारामेश्वर महादेव जानको लागि हामी रेडी भइसकेका छौँ। भनेपछि यहाँ हाम्रो अशोक पार्टी हुनुहुन्छ। हेलो हेलो हेलो। आज चाहिँ गाइज हेलो हुँदैछ बवाल है त फेरि है। बवाल हुन्छ। जाँदैछौँ अब लतारामेश्वर जानको लागि हामी रेडी भइसकेका छौँ। जाउँ रेडी भइसक्यो है। देखि आएर चापागाउँको लास्ट है नि यो सुरज, लास्टमा आएर चिया खाएर होइन हामी चाहिँ अब यहाँ बागेश्वरी बेकरी एन्ड क्याफेमा चाहिँ चिया खायो, कफी। अनि चाहिँ अब हामी चाहिँ जाँदैछौँ। ल चिया खाएर चापागाउँदेखि हामी निस्केको है त। ल के भयो डेन्जर रहेछ त यार, कस्तो कुदाइदिएर यार, भेट्नै नसकिरह तुलले। ल यहाँ चाहिँ अलि आएर चिसो भइसकेको छ है सुरज, एकदम। यहाँ चाहिँ अलि शान्त। कस्तो लागिरहेछ त? ठिक छ, बवाल भइरहेछ। जोस खतरा आउनु पर्यो है त टोली हो। रहेछ है, खतरा छ बाटो, चट्टानै चट्टान परेको। हेलो हेलो, डेन्जर चट्टान फुटाएर बनाएको रहेछ है। त्यो देख्न सक्नुहुन्छ खोलाहरू। यता चाहिँ धुलो अलि बेसी छ। चट्टानै चट्टानको बाटो अलि राम्रै बनाइरहेको रहेछ है। भ्रष्टाचार पनि कति छ क्या नेपालमा यार, के गर्नु भने को चाहिँ बोल्ने। अब हामी सबै मबाट सुरु गर्नुपर्ने भयो अब। ल बागमती खोला चाहिँ यही रहेछ। ल हेर्न सक्नुहुन्छ, बागमती खोलो बगिरहेछन्। हामी चाहिँ बागमती पुलमा आइपुगेका छौँ भने अब यहाँदेखि धेरै टाढा छैन भन्दैछ। पछि मकवानपुरको पर्दो रहेछ है यो। यहाँदेखि लतारामेश्वर जानलाई चाहिँ यो बाटो चाहिँ प्रयोग गर्ने होला है त। यहाँ लेखिदिइरहेको पनि छ श्री। यो जुन चाहिँ टनेल देख्नु भएको छ नि, यो टनेल चाहिँ फास्ट ट्र्याकको रहेछ है। जुन तराई काठमाडौँ द्रुत मार्ग फास्ट ट्र्याक छ नि, त्यसको चाहिँ काम भइरहेको रहेछ। फाइनली चाहिँ हामी लतारामेश्वर जानको लागि भीमफेदी आइपुगेका छौँ। भीमफेदी आइसकेर हामी यसो चिसो हल्का रेस्ट पछि अब बिस्तारै
बिस्तारै उक्लिन्छौँ है त। अब के हुन्छ माथि थोरै माथिसम्म बाइक जान्छ भनिरहेको छ, त्यसपछि बाइक राखेर हामी जान्छौँ है त। ल त रमेश्वर जानका लागि बाइक साइक पार्किङ गरिदिएर त्यो भीमफेदीको अघि खाएको ठाउँदेखि थोरै माथि छ अफरोड छ, त्यसपछि हामी यहाँदेखि हिँड्दैछौँ है त। ल गर्मी छ नि है। अब हामी चाहिँ बिस्तारै लाग्दिन्छौँ है त। कति तारा बसिरह भगवान, कति तारा। ओहो त्यो झन्डाको ठाउँमा ए त्योबाट मात्र होइन रहेछ। यहाँबाट पुग्नु पर्ने हामी त्यो डाँडोमा। फाइनल चाहिँ हामी यहाँ पुगिसक्यो। अब एकछिन रेस्ट गरेर हल्का खाजासाजा खाएर हामी जान्छौँ। ल अहिले चना पनि ल्याइदियो। ल यति भए पुग्छ चना, यति भए पुग्छ। चप खाँदैछौँ हामी। कस्तो छ अशोक सर? मिठो छ त? मिठो लाग्यो। मिठो छ है? कस्तो छ? भेज है फेरि चप। इनर्जी दियो, इनर्जी। आलु चप खाँदै हामी एकछिन रेस्ट गरेर कति घन्टा जति आयो हामी? कति घन्टामा पुग्यो? 1 घन्टा। 1 घन्टामा चाहिँ हामी तलदेखि आइपुग्यो है। ल 1 घन्टामा आइपुग्यो। हामी एकछिन रेस्ट गर्छौँ आलु चप सब खाएर। अनि लतरेश्वर महादेवमा पारी हुनुहुन्छ, उहाँ गएर गुराँस खाजा घरको भाइ। भाइको नाम चाहिँ के नि? पूर्ण स्याङट्याङ। घर चाहिँ कहाँ हो? मकनपुर महादेवटार। ल हामी चाहिँ यहाँ यो डाँडालाई के भन्छ अरे भाइ? त्यसलाई 300 लेक पनि भनिन्छ, डौलो डाँडा, रमेश्वर मन्दिर। ए ल भाइकोमा आउनुलाई होइन खाजा साजा पकौडा सकौडा दामी बनाएर खुवाउँछ है त। ल हामी चाहिँ लतरेश्वरको नजिकै आइपुगेका छौँ होइन भाइ? यस सर। अब चाहिँ जाँदैछौँ हामी। यहाँ देख्न सक्नुहुन्छ रुद्राक्ष पारी चाहिँ लतरेश्वर महादेव। 12 बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा। कस्तो मजाको हावा चलिरहेछ होइन? तल गाह्रो भइरहेको थियो, अहिले चाहिँ क्या खतरा इनर्जी आइरहेछ। महादेव नजिक आइपुगेर नि होला सायद है। श्याङ्कर त्यहाँ देख्न सकिन्छ होइन? यहाँ चाहिँ बाटो अलिक थोरै अप्ठ्यारो छ। शङ्कर यहाँ चाहिँ क्या खतरा है? वे डेन्जर डेन्जर देख्न सकिन्छ। महादेवमा पनि जाममा परियो। ल कस्तो दामी छ है? बबाल ठाउँ छ। ल पारी पनि क्या मौसम खुलिरहेछ। ल
देख्न सकिन्छ यो चाहिँ एकदम भाइरल ठाउँ है। हामी चाहिँ आइपुग्यौँ लतरेश्वर महादेव। पारिपट्टि देख्न सक्नुहुन्छ लतरेश्वर महादेव। हामी चाहिँ एकदम भाइरल ठाउँमा आइसकेका छौँ होइन। ल कस्तो लभली ल यहाँ ग्याङहरू पछि फोटो सेसन हुँदैछ भने होइन। कस्तो डाँडामा छ भनेपछि चारैतिर यस्तो मौसम खुलिरहेछ। पारिपट्टि चाहिँ महादेव लतरेश्वर महादेव हुनुहुन्छ। अब जाँदैछौँ तल अप्ठ्यारो। यो भाइरल ठाउँ है फेरि यो यस्तो अप्ठ्यारो छ कि यही हो भाइरल ठाउँ यस्तो अप्ठ्यारो। ल फाइनल्ली स्टेसनमा पुग्यो। ल हिँड्न थोरै गाह्रो लागे पनि त्यति गाह्रो चाहिँ छैन तर ठिकै गाह्रो चाहिँ छ। जिग्रा त चाहिने रहेछ बाटोमा चाहिँ जिग्रा त चाहिने रहेछ बाबा। तर आउन चाहिँ सकिन्छ है फेरि सकिन्छ है सकिन्छ मजाले सकिन्छ मजाले सकिन्छ। ल चल पुग्यौ है पुग्यौ फाइनल्ली पुग्यौ है। भक्तजनहरू हल्का भिडभाड पनि छ। यतिकोमा होइन महादेवको त्रिशूल डेन्जर छ है।
फाइनल्ली लतरमेश्वर महादेवमा छौँ हामी अहिले खडा मेनेरको साथमा आइपुगेका छौँ भनेपछि सब थकान क्या हावा पनि आइरहेछ होइन आनन्द आइरहेछ ल कहाँ जानु सक्नु ल चान्सै छैन ल कतिजना जिन्दा ल ग्याङहरू चाहिँ फोटो खिच्नमा व्यस्त छन् टोली मस्त हावा चलिरहेछ ल लतरमेश्वर महादेवको दर्शन गर्नलाई सब भक्तजनहरूको भिडभाड छ यहाँदेखि फर्किँदैछौँ है त ल बाइ बाइ ल अलि साइडमा जाऊ चाहिँ ल ल ल बस जय लतरमेश्वर महादेव की जय बिस्तारै आम कमिङ ल गाह्रो है गाह्रो दाइ सम्भव कैलाश रक्षा गरून् ल के छ यहाँ फ्लावरहरू अलिकति दक्षिणा वर्षा लिउँ है ल फर्किउँदै बिस्तारै की जय हो त्यहाँ माथिको ज्योतिलिङ्ग भाइ आफै बोलेको फुल लिन लाग्यो अलिकति यतापट्टि यो माथिको जय लतरमेश्वर महादेव की घामले पोलेर मात्रै लाग्दैन मान्छेलाई हुन्छ भित्र ढोक्नु जानु पाइ शीतल हुन्छ भित्रै भइजाँदो रहेछ मान्छे फोटो खिचिन ढोगेन नि फाइनल्ली लतरमेश्वर महादेवलाई दर्शन गरेर हल्का हामी रेस्ट गर्दैछौँ खाना चाहिँ अहिले अझै खाइरहेको छैन अहिले तल गएर खान्छौँ अब चाहिँ दर्शन भएर हामी फर्काउँदैछौँ है त ल अब एकछिन खाजासाजा खाने अनि ट्याक्क ल्याएर फर्किन्छौँ है त ल बबाल छ ठाउँ सबजना आउनु होला हामी चाहिँ त्यही 1-1.5 घन्टा लाग्यो होला है बाइक राखेर अलिक तल भीमबेदीमा आए चाहिँ थोरै अप्ठ्यारो छ अनि त्यसपछि सजिलै छ है हिँड्नलाई चाहिँ के खासै गाह्रो छैन जो पनि आउन सक्नुहुन्छ सजिलो छ मतलब भाइरल पनि छ खतरा पनि छ फेरि ल हामी चाहिँ अब यहाँ लतरमेश्वर महादेवदेखि फर्किँदैछौँ बिस्तारै 1 घन्टा जस्तो रेस्ट गर्यो होला है 1 घन्टा जस्तो रेस्ट भयो भने हामी चाहिँ अहिले चिसो खाएर अब चाहिँ लतरमेश्वर महादेवदेखि फर्किँदैछौँ है त ल हामी चाहिँ लतरमेश्वरदेखि फर्किँदैछौँ बिस्तारै फर्किन्छौँ होइन गोब्रो अन गरेर होइन कि म आफै जान्छु होइन तिमीहरूको अनि आएको पनि खिचिदिन्छु ल
हेलो लटरम्बेश्वर आइपुग्नु भयो हजुर पनि हजुर कहाँदेखि कुन ठाउँदेखि हामी काठमाडौँ कुन ठाउँबाट गङ्गालाल हस्पिटल हजुर ल एकदम रमाइलो छ सबैजनालाई आउनु होला मेसेज हो आउनु होला एकदम सजिलो पनि छ हजुर ल धन्यवाद हजुरको सुमा मेरो नाम चाहिँ कल्पित कौचा छ त्यही हेर्नु होला है कता भाइ के हो खतरा आउँछ कि तिम्रो त लौरो चाहिन्छ ल हतार नगर अघि पो डर लाग्यो अनि सजिलै आइपुग्यो नि होइन एकदम सही आयो सबजना फर्किसकेका छौँ अब चाहिँ खानासाना खाएर हामी पेपर ल्याउनु न घरतिर फर्किन्छौँ है त पेपर न्यापकिन गाउँ आइपुग्यो है त ल साथीबाट आइपुगेका छौँ कता कता हो यो यार यता र उता त्यता र टुटु देखि कलङ्कीतिर नगएर हामी चाहिँ अब यता एयरपोर्टतिर सायद जाँदैछौँ है त ल के हो यार एक्सिडेन्ट भयो क्या एक्सिडेन्ट डेन्जर एक्सिडेन्ट भयो जस्तो छ नि त यता चाबेल नगएर जाँदैछौँ अब यता कोटेश्वरदेखि जडीबुटी निस्केर हामी कति घन्टामा आइपुग्यो हामी ल आउन चाहिँ हामी 2 घन्टामा आइपुग्यो एकदम रफ्तारमा सेफ पुगेर सेफली आइयो होइन अब चाहिँ यो भिडियो चाहिँ हामी सकाइदिन्छौँ कस्तो लाग्यो त आजको यात्रा सकेको भिडियो एकदम रमाइलो लाग्दै होइन अलिकति थकित भयो रेस्ट गरेर अब सब घर जानुपर्छ है त ल कस्तो भयो आजको यात्रा रमाइलो धेरै रमाइलो अफरोड एक्सप्रेस एकदम बबाल ल आजको भिडियो सकाइदिन्छौँ